Hello friends, welcome to my channel Millenarial. Today we are going to discuss class 12 chemistry unit 2 ionic equilibrium part 3rd. If you are new on my channel, please subscribe my channel Millenarial. Similarly, if you are interested for similar educational content, like and share my videos to your friend. Now we'll begin the discussion of today. आज हामी युनिट 2 आयोनिक इक्विलिब्रियम अन्तर्गतको पार्ट 3rd को डिस्कसन गर्दैछौँ। आजको लागि पहिलो पोइन्ट रहेको छ आयोनाइजेसन अफ विक इलेक्ट्रोलाइट। विक इलेक्ट्रोलाइटहरूमा आयोनाइजेसन कसरी अकर हुन्छ भन्ने हाम्रो डिस्कसनको पहिलो पोइन्ट रहेको छ। It is stated in ionic theory that a weak electrolyte forms an ionization equilibrium between ionized and unionized species in the solution at a given temperature. हामीलाई यो थाहा छ आयोनिक थ्योरीको बेसिसमा भन्ने हो भने विक इलेक्ट्रोलाइटको केसमा आयोनाइजेसन इक्विलिब्रियम एक्जिस्ट गर्दछ आयोनाइज्ड र अनआयोनाइज्ड स्पेसिसको बिचमा र सर्टेन टेम्परेचरलाई हामीले एउटा कन्स्ट्यान्ट टेम्परेचर रेन्ज मान्नुपर्ने हुन्छ। कन्सिडर अ विक इलेक्ट्रोलाइट एबी इन एक्वेस सोल्युसन। त्यसको लागि हामी एउटा विक इलेक्ट्रोलाइट एबीलाई कन्सिडर गर्छौँ जुन चाहिँ एक्वेस सोल्युसनमा रहेको छ भनेर मान्छौँ। सो if it will undergo the ionization then it will give A plus plus B minus अर्थात् हामीले के बुझ्नु पर्यो भने यहाँ कुनै एउटा कम्पाउन्ड आयोनाइज्ड हुँदै गर्दाखेरि यसले पोजिटिभली चार्ज र नेगेटिभली चार्ज स्पेसिस दिन्छ भनेर बुझ्नु पर्यो। अप्लाइङ द ल अफ मास एक्सन द आयोनाइजेसन कन्स्ट्यान्ट र डिसोसिएसन कन्स्ट्यान्ट अफ द इलेक्ट्रोलाइट सोल्युसन इज एक्सप्रेस्ड एज र हामी अब ल अफ मास एक्सनलाई युज गर्ने हो भने यहाँबाट हामीले डिसोसिएसन कन्स्ट्यान्ट अथवा आयोनाइजेसन कन्स्ट्यान्टलाई रिप्रेजेन्ट गर्न सक्छौँ जुन चाहिँ के इक्वल्स टु मोलार कन्सन्ट्रेसन अफ प्रोडक्टलाई हामीले मल्टिप्लाई गर्नुपर्छ र त्यसलाई चाहिँ डिभाइड केले गर्छौँ त मोलार कन्सन्ट्रेसन अफ रियाक्ट्यान्टले डिभाइड गर्छौँ। सो के इक्वल्स टु ए प्लस मोलार कन्सन्ट्रेसन बी माइनस मोलार कन्सन्ट्रेसनको प्रोडक्ट डिभाइडेड बाई मोलार कन्सन्ट्रेसन अफ एबी द्याट मिन्स रियाक्ट्यान्ट्स where A plus B minus and AB inside of the capital bracket are the molar concentration of A plus B minus and AB respectively at equilibrium state at a given temperature। र यहाँ हामीले जुन क्यापिटल ब्राकेट भित्र राखेको टर्महरूले चाहिँ मोलार कन्सन्ट्रेसनलाई डिनोट गर्छ र रेस्पेक्टिभ टर्मको चाहिँ मोलार कन्सन्ट्रेसनलाई रेस्पेक्टिभ सिम्बोलले सो गरिन्छ। By using equation I, अघिको इक्वेसन आईलाई हामीले युज गर्छौँ भने the ionization constant of a weak electrolyte solution is defined as the ratio of product of molar concentration of ionized species to the molar concentration of unionized species present at the state of equilibrium at a given temperature। र यसैको बेसिसमा हामीले यदि आयोनाइजेसन कन्स्ट्यान्टलाई डिफाइन गर्छौँ भने अर्थात् इक्वेसन 1 को बेसिसमा आयोनाइजेसन कन्स्ट्यान्टलाई डिफाइन गर्छौँ भने विक इलेक्ट्रोलाइटको केसमा चाहिँ आयोनाइजेसन कन्स्ट्यान्ट अथवा डिसोसिएसन कन्स्ट्यान्ट त्यो क्वान्टिटी हो जुन चाहिँ एक्चुअली मोलार कन्सन्ट्रेसन अफ आयोनाइज्ड स्पेसिसलाई मल्टिप्लाई गर्दा आउने भ्यालु अर्थात् प्रोडक्टलाई हामीले यदि मोलार कन्सन्ट्रेसन अफ अनआयोनाइज्ड स्पेसिसले डिभाइड गर्छौँ भने इक्विलिब्रियम स्टेटमा रहँदा र सर्टेन टेम्परेचरमा रहँदाखेरिको भ्यालु नै के हो त आयोनाइजेसन कन्स्ट्यान्ट हो। Ionization constant is the equilibrium constant for the dissociation of weak electrolyte into cations and anions। Actually ionization constant equilibrium constant नै हो जुन चाहिँ विक इलेक्ट्रोलाइटको लागि डिसोसिएसन हुँदाखेरिको केसमा क्याटायन र एनायन बन्दै गर्दाखेरिको अवस्थामा एक्जिस्ट गर्ने इक्विलिब्रियम कन्स्ट्यान्ट हो। The ionization constant is a characteristic property of weak electrolyte solution at a given temperature। त्यसैगरी आयोनाइजेसन कन्स्ट्यान्ट कुनै पनि विक इलेक्ट्रोलाइट सोल्युसनको लागि गिवन टेम्परेचरमा एउटा क्यारेक्टरिस्टिक फिचर हो। इट इज नट एफेक्टेड बाई द भेरिएसन अफ कन्सन्ट्रेसन अफ रियाक्ट्यान्ट्स एन्ड अल्सो बाई द एडिसन अफ क्याटालिस्ट र यसलाई चाहिँ कन्सन्ट्रेसनमा आउने चेन्जमेन्ट त्यसैगरी क्याटालिस्टको एडिसनले जुन आयोनाइजेसन कन्स्ट्यान्ट छ त्यसलाई एफेक्ट गर्दैन। इट इज अल्सो नट एफेक्टेड फ्रम कमन आयन इफेक्ट त्यसैगरी यसलाई कमन आयन इफेक्टले पनि असर पार्दैन। बट आयोनाइजेसन कन्स्ट्यान्ट इज एफेक्टेड फ्रम टेम्परेचर तर आयोनाइजेसन कन्स्ट्यान्टलाई टेम्परेचरले पनि असर पार्छ। K means ionization constant of most of weak electrolyte increase with the increase of temperature because the process of ionization is endothermic। आयोनाइजेसनको प्रोसेस चाहिँ हिट एब्जर्ब गर्ने नेचरको हुन्छ अर्थात् इन्डोथर्मिक हुन्छ सराउन्डिङबाट हिट एब्जर्ब गर्ने नेचरको हुने हुँदा जति टेम्परेचर बढाउँदै गयौँ त्यति नै आयोनाइजेसन हुन सक्ने पोसिबिलिटी बढ्दै जान्छ। डिग्री अफ आयोनाइजेसन अर एक्सटेन्ट अफ डिसोसिएसन अफ विक इलेक्ट्रोलाइट सोल्युसन अर्को पोइन्ट रहेको छ।
weak electrolyte undergoes ionization to a very small extent in a given solution at a given temperature. हामीले के बुझ्नुपर्छ भने weak electrolyte को complete ionization त सम्भव नै छैन. weak electrolyte एकदमै थोरै मात्रामा मात्रै ionization मा जान्छ. सो सर्टेन टेम्परेचरमा एकदमै थोरै मात्रामा मात्रै आयोनाइजेसन हुने हुँदा weak electrolyte मा complete ionization हामीले observe गर्न सक्दैनौँ. The extent of its ionization is expressed as degree of ionization and it is defined as the fraction of total number of molecules of weak electrolyte so dissolved undergoing ionization at a given temperature. जसरी हामीले एउटा क्लासरुम भित्र टोटल स्टुडेन्ट कति छन् भन्ने थाहा छ र नम्बर अफ बोइज थाहा छ भने बोइजको पर्सेन्टेज, त्यसैगरी नम्बर अफ गर्ल्स हामीले निकालेर गर्ल्सको पर्सेन्टेज निकाल्न सक्छौं. त्यसैगरी हामीले आयोनाइजेसन को एक्सटेन्टलाई पनि रिप्रेजेन्ट गर्न सक्छौं जसलाई डिग्री अफ आयोनाइजेसनले रिप्रेजेन्ट गरिन्छ. र यो खासमा के हो भने टोटल कम्पाउन्ड मध्ये अथवा टोटल मोलिक्युल्स मध्ये जति हामीले डिजल्भ गरेका छौं, डिजल्भ गरेका मोलिक्युल्स मध्ये कति चाहिँ आयोन्सको रूपमा कन्भर्ट भयो त अथवा कति मोलिक्युल्स चाहिँ आयोनाइज्ड भयो भन्ने कुरालाई हामीले टोटल मोलिक्युल्सले डिवाइड गर्दा हुने भ्यालु हो. सो डिग्री अफ आयोनाइजेसन इज इक्वल्स टु नम्बर अफ मोलिक्युल्स आयोनाइज्ड डिवाइडेड बाइ टोटल नम्बर अफ मोलिक्युल्स डिजल्भ. यसलाई हामीले अझ अर्को वेबाट नम्बर अफ मोल आयोनाइज्ड डिवाइडेड बाइ नम्बर अफ मोल डिजल्भ पनि लेख्न सक्छौं. When all the dissolved molecules are ionized, alpha equals to 1, and in such case, the electrolyte is taken as a strong electrolyte, but for weak electrolyte solution, alpha is always smaller than 1. यदि कुनै पनि केसमा डिग्री अफ आयोनाइजेसन अल्फाको भ्यालु ठ्याक्कै 1 छ भने त्यस्तो अवस्थामा उक्त इलेक्ट्रोलाइटलाई स्ट्रङ इलेक्ट्रोलाइट मानिन्छ र यदि विक इलेक्ट्रोलाइट हो भने त्यस्तो अवस्थामा चाहिँ डिग्री अफ आयोनाइजेसन अथवा एक्सटेन्ट अफ आयोनाइजेसनको भ्यालु चाहिँ एकदमै कम हुन्छ जुन चाहिँ अल्फा 1 भन्दा धेरै सानो हुन्छ. Factors affecting degree of ionization of an electrolyte. Ionization of an electrolyte र यसको डिग्रीलाई असर पार्ने फ्याक्टरहरू कारक तत्त्वहरू के रहेका छन् त? नेचर अफ सल्भेन्ट, पहिलो चाहिँ सल्भेन्टको नेचर हो. Higher the polarity of a solvent, higher will be its ionizing power of weak electrolyte. Example, the degree of ionization of formic acid in water is much greater than that in ethanol. जति धेरै सल्भेन्टमा पोल्यारिटी भयो त्यति नै आयोनाइजिङ पावर बढी हुन्छ विक इलेक्ट्रोलाइटको लागि. जस्तो कि हामीले यदि फर्मिक एसिडको आयोनाइजेसन यसको डिग्रीलाई स्टडी गर्न खोज्दैछौँ वाटरमा भने त्यो चाहिँ इथानोलको कम्पेरिजनमा बढी पाइन्छ. सिमिलरली इफेक्ट अफ टेम्परेचर, अर्को चाहिँ प्रभाव पार्ने कारक तत्त्व रहेको छ टेम्परेचर, तापक्रम. Degree of ionization of weak electrolyte solution increases with the increase of temperature because the process of ionization is generally endothermic. र आयोनाइजेसन को प्रोसेस अथवा डिग्री अफ आयोनाइजेसन विक इलेक्ट्रोलाइट को केसमा चाहिँ टेम्परेचर बढ्दै जाँदा बढ्दै जान्छ किनभने इन्टायर प्रोसेस इन्डोथर्मिक हुन्छ, यसले हिट एब्जर्ब गर्न सक्छ. इफेक्ट अफ कमन आयोन, त्यसैगरी अर्को पोइन्ट रहेको छ कमन आयोन. कमन आयोनको प्रभाव, द एडिसन अफ एन इलेक्ट्रोलाइट कन्टेनिङ वान अफ द आयोन कमन टु द गिभन weak electrolyte depresses degree of ionization. मानौ हामीले यदि कुनै पनि एउटा सोलुसन अथवा एउटा मिडियम लिइरहेका छौं, इलेक्ट्रोलाइट मिडियम, जसमा कुनै एउटा कमन आयोन भएको तर स्ट्रङ इलेक्ट्रोलाइटलाई विक इलेक्ट्रोलाइट जुन चाहिँ हामीले सुरुमा लिएका छौं त्यसमा एड गरिदियौं भने विक इलेक्ट्रोलाइटको आयोनाइजेसन चाहिँ सप्रेस हुन्छ अथवा डिक्रिज हुन्छ. दिस इज कमन आयोन इफेक्ट हो. यसैलाई हामी कमन आयोन इफेक्ट भन्छौं. हामीले यहाँ बुझ्नुपर्ने के हो भने विक इलेक्ट्रोलाइट र स्ट्रङ इलेक्ट्रोलाइट दुईटैमा एटलिस्ट एउटा आयोन चाहिँ कमन हुनुपर्छ. इक्जाम्पल, द डिग्री अफ आयोनाइजेसन अफ NH4OH सोलुसन डिक्रिजेज एट कन्स्ट्यान्ट टेम्परेचर विथ द एडिसन अफ NH4Cl ड्यू टु द कमन आयोन इफेक्ट अफ NH4+ आयोन. यदि हामीले अमोनियम हाइड्रोक्साइड सोलुसन जुन एउटा विकर इलेक्ट्रोलाइट हो यसमा हामीले यदि अमोनियम क्लोराइडको सोलुसनलाई एड गरिदियौं कन्स्ट्यान्ट टेम्परेचर मेन्टेन गरेर भने त्यस्तो अवस्थामा चाहिँ हामीले के पाउँछौं त भन्दा डिग्री अफ आयोनाइजेसन अफ NH4OH चाहिँ घटेको पाउँछौं. यसको मुख्य कारण के हो त भन्दा NH4OH र NH4Cl मा कमन भएको NH4+ अमोनियम आयोन मेन रिजन हो. इफेक्ट अफ डाइल्युसन अफ विक इलेक्ट्रोलाइट, त्यसैगरी विक इलेक्ट्रोलाइटलाई हामीले डाइल्युट गर्यौं भने कस्तो प्रभाव पर्दछ त? द डिग्री अफ आयोनाइजेसन अफ अ विक इलेक्ट्रोलाइट इन्क्रिजेज विथ द इन्क्रिज अफ डाइल्युसन or with the decrease of concentration at constant temperature. This is Ostwald's dilution law. डिग्री अफ आयोनाइजेसन अफ विक इलेक्ट्रोलाइट चाहिँ जनरली डाइल्युसन अर्थात् भोल्युम बढ्दै जाँदा बढ्दै जान्छ र कन्सन्ट्रेसन घट्दै जाँदाखेरि
कन्स्ट्यान्ट टेम्परेचर कन्डिसनमा बढ्दै जान्छ। यसलाई हामी अस्टवाल्स डाइल्युसन ल भनेर फेरि डिटेलमा पढ्नेछौँ। रिमेम्बर, अहिलेसम्मको डिस्कसनबाट सम्झनुपर्ने केही सम कमन पोइन्ट्सहरू रहेका छन्। द टर्म डिसोसिएसन एन्ड आयोनाइजेसन हेभ अर्लियर बिन युज्ड विथ डिफ्रेन्ट मिनिङ। सुरुवाती चरणमा अर्थात् धेरै पहिला चाहिँ डिसोसिएसन र आयोनाइजेसन दुईटा टर्मलाई फरक फरक अर्थसहित बुझ्ने गरिन्थ्यो। Dissociation refers to the process of separation of ions in water already existing as such in solid state of solute. For example, NaCl solid dissociates into Na plus and Cl minus in water. Simply dissociation भन्नाले चाहिँ यहाँ के बुझिन्थ्यो भने वाटरमा अलरेडी रहेका आयोन्सहरू सेपरेट हुने, विभिन्न सोल्युट पार्टिकल्सको रूपमा रहेका आयोन्सहरू वाटरमा गएपछि सेपरेट हुने प्रोसेसलाई बुझिन्थ्यो, टुक्रने प्रक्रिया भन्ने बुझिन्थ्यो। Ionization means splitting of neutral molecule into charged ions in solution as Cl in water ionizes. त्यसैगरी आयोनाइजेसनलाई चाहिँ न्यूट्रल मोलेक्युलको स्प्लिटिङ भन्ने बुझिन्थ्यो र आयोन्सको फर्मेसन भनेर बुझिन्थ्यो, जस्तो HCl ले वाटरमा चाहिँ आयोनाइजेसनमा भाग लिन्छ भन्ने पोइन्ट रहेको छ। एनदर पोइन्ट रहेको छ अस्ट्वाल्स ल अफ डाइल्युसन एन्ड डिग्री अफ आयोनाइजेसन। अस्ट्वाल्स ल अफ डाइल्युसन र डिग्री अफ आयोनाइजेसनको बिचको रिलेसनसिप अब हामी स्टडी गर्न खोज्दैछौँ। यो अति महत्त्वपूर्ण रहेको छ, इक्जामको पोइन्ट अफ भ्यूबाट पनि फ्रिक्वेन्टली क्वेसन सोधिरहेको छ एनइबीको क्लास 12 को इक्जाममा। फ्रेडरिक विल्हेम अस्ट्वाल्ड गेभ दिस ल। यो ल सबैभन्दा सुरुमा फ्रेडरिक विल्हेम अस्ट्वाल्डले दिएका हुन्। Statement: the degree of ionization of a weak electrolyte increases with the increase of dilution or with the decrease of concentration at constant temperature. र यो लको मेन स्टेटमेन्ट रहेको छ डिग्री अफ आयोनाइजेसन अफ विक इलेक्ट्रोलाइट चाहिँ भोल्युम बढे सँगसँगै अर्थात् डाइल्युसन बढे सँगसँगै बढ्दै जान्छ र कन्सन्ट्रेसन घटे सँगसँगै कन्स्ट्यान्ट टेम्परेचरमा बढ्दै जान्छ। Let us consider an ionization equilibrium of a weak binary electrolyte solution AB having initial concentration C molar. हामीले सुरुवाती चरणमा एउटा कन्सिडरेसन गर्दैछौँ जहाँ आयोनाइजेसन इक्विलिब्रियम विक बाइनरी इलेक्ट्रोलाइट, बाइनरी भनेको दुईवटा कम्पोनेन्टबाट बनेको बाइनरी इलेक्ट्रोलाइट एबीलाई कन्सिडर गर्दैछौँ र जसमा सुरुवाती कन्डिसनमा चाहिँ एबीको कन्सन्ट्रेसन सी मोलार छ भनेर मानेका छौँ। यहाँ हामीले स्टेटमेन्टबाट झुकिन नहुने कुरा के हो भने भोल्युम बढाउनु भनेको वास्तवमा कन्सन्ट्रेसन घटाउनु नै हो। अर्थात् यदि हामीले 1 चम्चा चिनीमा 10 ml वाटर एड गर्छौँ, त्यसैगरी अर्को केसमा 1 चम्चा चिनीमा 20 ml वाटर एड गर्छौँ भने कुन चिनी पानी गुलियो हुन्छ हामी सबैलाई थाहा छ। 10 ml पानी भएको चिनी पानीको मिश्रण चाहिँ गुलियो हुन्छ। हो, भनाइको मतलब जति धेरै कन्सन्ट्रेसन भयो त्यति धेरै गुलियो पाउन सक्छौँ हामीले, तर जति हामीले भोल्युम बढाउँदै जान्छौँ कन्सन्ट्रेसन आफै घट्दै गइरहेको हुन्छ। सो हामीले यहाँ एउटा बाइनरी इलेक्ट्रोलाइट लिएका छौँ एबी, जुन चाहिँ इक्विलिब्रियम एक्जिस्ट गर्दछ र ए प्लस र बी माइनसको रूपमा क्याटायन र एनायनको रूपमा सेपरेट आउट हुन्छ र हामीले सुरुवाती कन्डिसनमा यो एबीको कन्सन्ट्रेसनलाई सी मोलार मानेका छौँ। त्यसो भए सुरुवाती कन्डिसनमा रियाक्सन नहुँदा त ए प्लस र बी माइनस त बन्दैन, दुईटै 0-0 हुने भयो। अब त्यसो हो भने फाइनल केसमा के हुने भयो त टोटल कन्सन्ट्रेसन सी छ र डिग्री अफ डिसोसिएसन अथवा आयोनाइजेसन चाहिँ अल्फा छ भने टोटलबाट केही चाहिँ डिसोसिएट भएको छ, अर्थात् अल्फा सी डिसोसिएट भएर बन्यो, यता पनि अल्फा सी प्रोडक्ट बन्यो भनेपछि टोटलबाट यति त घट्नु पर्यो। हामीले टोटललाई सी मानेका छौँ, सी माइनस अल्फा सी हुने भयो। सो सी माइनस अल्फा सीबाट सी कमन लियौँ भने 1 माइनस अल्फा बाँकी हुन आउँछ र प्रोडक्टतिर चाहिँ अल्फा सी प्रोडक्टको रूपमा बन्छ। वेयर अल्फा इज इक्वल्स टु डिग्री अफ डिसोसिएसन अफ एबी एट इक्विलिब्रियम। र यहाँ अल्फा भनेको डिग्री अफ डिसोसिएसन हो जुन चाहिँ रियाक्टेन्टको केसमा हामीले कन्सिडर गरिरहेका हुन्छौँ। अप्लाइङ द ल अफ मास एक्सन द आयोनाइजेसन कन्स्ट्यान्ट। यदि हामीले ल अफ मास एक्सन अप्लाई गर्ने हो भने अब हामी आयोनाइजेसन कन्स्ट्यान्ट फाइन्ड आउट गर्न सक्छौँ। ल अफ मास एक्सनको बेसिसमा कुरा गर्ने हो भने इक्विलिब्रियम कन्स्ट्यान्टलाई हामीले सिम्पली आयोनिक प्रोडक्ट अथवा आयोनिक कन्स्ट्यान्टको रूपमा लिन सक्छौँ र हामीले यहाँ के इक्वल्स टु के पाउँछौँ त प्रोडक्ट अफ मोलार कन्सन्ट्रेसन अफ प्रोडक्ट डिभाइडेड बाई मोलार कन्सन्ट्रेसन अफ रियाक्टेन्ट पाउँछौँ। र प्रोडक्ट अफ मोलार कन्सन्ट्रेसन अफ प्रोडक्ट भनेको के भयो त मोलार कन्सन्ट्रेसन अफ ए प्लस मोलार कन्सन्ट्रेसन अफ बी माइनसको प्रोडक्ट डिभाइडेड बाई मोलार कन्सन्ट्रेसन अफ एबी। र इक्विलिब्रियम कन्डिसनमा मोलार कन्सन्ट्रेसन अफ एबी भनेको के छ अघि भर्खर हामीले लेखिसकेका छौँ 1 माइनस अल्फा सी। त्यसै गरी मोलार कन्सन्ट्रेसन अफ ए प्लस र बी माइनस चाहिँ बराबर बनेको छ, द्याट इज अल्फा सी। बाई सब्स्टिट्युसन हामीले यसमा अब सब्स्टिट्युट गरिदिन्छौँ। ए प्लसको ठाउँमा अल्फा सी आउने भयो, बी माइनसको ठाउँमा पनि के आउने भयो त अल्फा सी आउने भयो, एबीको ठाउँमा चाहिँ 1 माइनस अल्फा सी आउने भयो। अब यो सी र यो सीलाई हामीले काटिदियौँ भने
बाँकी के रह्यो त अल्फा स्क्वायर सी माथि बाँकी रह्यो भने तल चाहिँ 1 माइनस अल्फा बाँकी रह्यो, जसलाई इक्वेसन आई भनियो। मोलार कन्सन्ट्रेसन भनेको खासमा मोल्यारिटी हो। मोल्यारिटीलाई हामीले सिम्पली सीले डिनोट गऱ्यौँ भने यो भनेको खासमा के हो त नम्बर अफ मोल्स डिभाइडेड बाई भोल्युम अफ सोल्युसन इन लिटर हो। सो सी इक्वल्स टु एन बाई भी हुने भयो, जहाँ एन भनेको नम्बर अफ मोल हो र भी भनेको चाहिँ भोल्युम अफ सोल्युसन इन लिटर हो। यसको बारेमा तपाईँले डिटेलमा युनिट 1 भोल्युमेट्रिक एनालाइसिसमा पढिसक्नु भएको छ। वेन एन इक्वल्स टु 1 मानौ यदि नम्बर अफ मोललाई हामीले 1 मान्यौँ भने सी इक्वल्स टु के हुन आउँछ त 1 बाई भी हुन आउँछ, किन एनको ठाउँमा 1 आयो। देन त्यसो हो भने अब हामीले यो रिलेसनलाई थोरै मोडिफाई गर्ने ट्राई गर्दैछौँ। के इक्वल्स टु अल्फा स्क्वायर एज युजुअल, सीको ठाउँमा के राख्न पाइयो त 1 बाई भी राख्न पाइयो। सो अल्फा स्क्वायर इन्टु 1 भनेको अल्फा स्क्वायर नै हुने भयो, डिभाइडेड बाई 1 माइनस अल्फा थिँदै थियो। सीको ठाउँमा 1 बाई भी भनेपछि यहाँ डिभाइडमा डिनोमिनेटरमा भी आउने भयो। यसलाई हामीले इक्वेसन सेकेन्ड मान्छौँ। Equation I and II are different forms of Ostwald's dilution law, and they describe the increase of degree of ionization of weak electrolyte solution with the decrease of concentration C or with the increase of dilution B. हामी दुईवटा इक्वेसन आई र आईआईबाट यो भन्न सक्छौँ अस्टवाल्स डाइल्युसन ल चाहिँ मेनली अप्लाई गर्न सकिने अवस्था भनेको विक इलेक्ट्रोलाइटको लागि हो र विक इलेक्ट्रोलाइटको केसमा डिग्री अफ आयनाइजेसन बढ्दै गएको पाउँछौँ यदि कन्सन्ट्रेसन घट्दै गयो भने अथवा कुनै पनि सोलुसनमा रहेको भोल्युम बढाउँदै लगियो भने, अर्थात् डाइल्युसन बढाउँदा कन्सन्ट्रेसन अटोमेटिकल्ली घट्छ भने कन्सन्ट्रेसन घट्नु भनेकै डाइल्युसन बढ्नु पनि हो। फर अ विक इलेक्ट्रोलाइट सोलुसन अल्फा इज भेरी भेरी लेस देन 1 र विक इलेक्ट्रोलाइटको सोलुसनको लागि अल्फाको भ्यालु 1 भन्दा धेरै नै सानो हुन्छ एन्ड इट इज नेग्लेक्टेड इन कम्पेरिजन टु 1। त्यस कारणले हामीले 1 को कम्पेरिजनमा अल्फालाई नेग्लेक्ट गर्न सक्छौँ। देयरफोर फर सिम्प्लिसिटी इक्वेसन आई इज रिटन एज, र हामीले हाम्रो सजिलोपनको लागि इक्वेसन आईलाई मोडिफाई गर्छौँ र यो बन्छ के इक्वल्स टु अल्फा स्क्वायर सी, जुन हामीले डिभाइडेड बाई 1 माइनस अल्फा भन्ने टर्मलाई इलिमिनेट गर्छौँ किनभने 1 माइनस अल्फा नियरली इक्वल टु 1 हुन्छ। अब यसलाई हामीले अल्फाको भ्यालु निकाल्नु छ डिग्री अफ आयनाइजेसन भने, त्यस्तो अवस्थामा यो अल्फा स्क्वायरलाई हामीले एका साइडतिर राख्छौँ भने सी उता गयो भने डिभाइडमा जान्छ र अल्फा चाहिँ इज इक्वल्स टु रुट अन्डर के बाई सी को रूपमा हामीले अप्टेन गर्छौँ, जसलाई इक्वेसन आइए मान्यौँ। सिमिलरली इक्वेसन आइआई इज रिप्रेजेन्टेड एज के इक्वल्स टु अल्फा स्क्वायर बी। त्यसै गरी इक्वेसन आइआईलाई पनि मोडिफाई गर्न सक्छौँ। 1 माइनस अल्फा इज न्युमेरिकल्ली इक्वल टु 1 भनेर मान्यौँ भने त्यस्तो अवस्थामा हामीले के इक्वल्स टु अल्फा स्क्वायर बाई भी पाउँछौँ र अल्फा इक्वल्स टु रुट अन्डर केबी हुन जान्छ, जसलाई हामी इक्वेसन आइआई ए भन्ने गर्दछौँ। सिन्स के इज कन्स्ट्यान्ट, हामीलाई यो थाहा छ कि चाहिँ कन्स्ट्यान्ट टर्म हो, त्यस कारणले अल्फा इज डाइरेक्टली प्रोपोर्सनल टु रुट भी पाउँछौँ। सो यो चाहिँ इक्वेसन आइआईबी हुन गयो। दिज आर द मेजर इक्वेसन्स फर द अस्ट्वाल्स डाइल्युसन ल। अब भने हामी एप्लिकेसन अफ दि लमा जान्छौँ। अस्ट्वाल्स ल अफ डाइल्युसनलाई केमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने रहेको छ। सिम्पली यदि हामीलाई डिग्री अफ आयनाइजेसन अल्फा विक इलेक्ट्रोलाइटको नोन छ भने त्यस्तो अवस्थामा आयनाइजेसन कन्स्ट्यान्ट के को भ्यालु डिटरमाइन गर्नको लागि यो ललाई हामीले इम्प्लिमेन्ट गर्न सक्छौँ भने त्यसको रिभर्स केस यदि के को भ्यालु चाहिँ हामीले डिटरमाइन गर्नुपर्ने छ भने त्यस्तो अवस्थामा अल्फा नोन भए पनि कन्डक्ट्यान्स मेजरमेन्टबाट हामीले के को भ्यालु पत्ता लगाउन सक्छौँ। सो इट इज युज टु क्यालकुलेट द डिग्री अफ आयनाइजेसन अल्फा अफ विक इलेक्ट्रोलाइट सोलुसन एट any concentration provided its ionization constant K is known. Similarly, it is useful for determining the dissociation constant K of weak acids and bases by using the value of alpha obtained from conductance measurements. Now, limitations of the law. यो लको कमी कमजोरी अथवा चुनौतीहरू के रहेका छन् त? Ostwald's dilution law only applies to weak electrolytes, not strong ones. This is because for a strong electrolyte, the degree of ionization alpha is considered to be 1, which makes the term 1 minus alpha equals to 0. हामीलाई यो थाहा छ अस्ट्वाल्स ल अफ डाइल्युसन विक इलेक्ट्रोलाइटको लागि मात्रै अप्लाई गर्न सकिन्छ, स्ट्रङको लागि अप्लाई गर्न सकिँदैन। यो हुनुको पछाडिको मेन रिजन भनेको डिग्री अफ आयनाइजेसन अल्फाको भ्यालु हो, जुन चाहिँ स्ट्रङ इलेक्ट्रोलाइटको लागि 1 मानिएको छ, किनभने स्ट्रङ इलेक्ट्रोलाइट अलमोस्ट कम्प्लिटली आयोनाइज्ड हुन्छ, जसले गर्दा 1 माइनस अल्फाको भ्यालु चाहिँ 1 माइनस 1 जुन 0सँग इक्वल हुन जान्छ र फर्दर मोर हामीले यो ललाई इम्प्लिमेन्ट गर्न सक्दैनौँ। Furthermore, the law cannot explain why the conductivity of a strong electrolyte increases with dilution since no new ions are formed.
हामीलाई यो थाहा छ स्ट्रङ इलेक्ट्रोलाइटको केसमा कम्प्लिट आयनाइजेसन हुन्छ। तर जब हामीले डाइल्युसन बढाउँदै लैजान्छौँ त्यस पछाडि बिस्तारै बिस्तारै कन्डक्टिभिटी चाहिँ बढ्दै गइरहेको पाइयो स्ट्रङ इलेक्ट्रोलाइटको लागि। यो हुनुको पछाडिको मेन रिजन के हो भन्ने कुरालाई यो लले एक्सप्लेन गर्न सक्दैन। Dissociation constant Ka and Kb and concept of pK and pKb of weak acid and base, relative strength of weak acids and bases. अब भने हामी अर्को टर्मको बारेमा डिस्कसन गर्दैछौँ जसलाई हामी डिसोसिएसन कन्स्ट्यान्ट अथवा आयनाइजेसन कन्स्ट्यान्ट भन्ने गर्दछौँ। विक एसिड र विक बेसको लागि के र केबीको भ्यालुको बारेमा डिस्कसन गर्दैछौँ र मेनली के र केबी भन्ने टर्म डिसोसिएसन कन्स्ट्यान्ट अथवा आयनाइजेसन कन्स्ट्यान्ट विक एसिड र विक बेसको लागि रिप्रेजेन्ट गर्नको लागि युज गरिन्छ। रिलेटिभ स्ट्रेङ्थलाई मेजर गर्नको लागि चाहिँ हामीले के र केबी भन्ने टर्म युज गरेका हुन्छौँ विक एसिड र विक बेसको लागि। बिसाइड के एन्ड केबी, के र केबी भन्दा बाहेक द टर्म पिके एन्ड पिकेबी क्यान अल्सो बी युज टु कम्पेयर द स्ट्रेङ्थ्स वेयर पिके एन्ड पिकेबी आर द नेगेटिभ लगारिदम अफ के एन्ड केबी रेस्पेक्टिभली। हामीले के र केबीलाई त रिलेटिभ स्ट्रेङ्थ अथवा डिसोसिएसन कन्स्ट्यान्ट अफ एसिड र बेस मेजर गर्नको लागि युज गर्छौँ भने अर्कोतर्फ पिके र पिकेबी भन्ने टर्म पनि युज गर्न सकिन्छ। वास्तवमा पिके र पिकेबी चाहिँ हामीले के पाउँछौँ त भन्दा नेगेटिभ लग भ्यालुको रूपमा के र केबीको नेगेटिभ लग छ भने त्यसलाई हामी पिके अथवा पिकेबी भन्ने गर्दछौँ। सो पिके इज इक्वल्स टु माइनस लग के, जसको अर्थ पिकेको भ्यालु माइनस लग के हुन्छ। सिमिलरली पिकेबी इज इक्वल्स टु माइनस लग केबी। डिसोसिएसन कन्स्ट्यान्ट अफ विक एसिड एन्ड विक बेस आर एक्सप्रेस्ड एज फलोज। र हामीले विक एसिड र विक बेस कसरी डिसोसिएट हुन्छ भन्ने कुरालाई तल दिए अनुरूप एक्सप्रेस गर्न सक्दछौँ। फर विक एसिड HA, एसिड हुनको लागि विक एसिड भए पनि त्यहाँ कम्तीमा एउटा हाइड्रोजन आयन हुनै पर्छ। इन एक्वेस सोल्युसन द आयनाइजेसन इक्विलिब्रियम इज HA गिभ्स राइज टु H प्लस प्लस A माइनस एन्ड द आयनाइजेसन अर डिसोसिएसन कन्स्ट्यान्टलाई हामीले ल अफ मास एक्सनको बेसिसमा लेख्न सक्छौँ। K इक्वल्स टु मोलार कन्सन्ट्रेसन अफ H प्लस मोलार कन्सन्ट्रेसन अफ A माइनस, प्रोडक्टको मोलार कन्सन्ट्रेसनलाई रियाक्टेन्टको मोलार कन्सन्ट्रेसनले डिभाइड गर्दा आउने भ्यालु हुन्छ। एन्ड अल्सो पिके भनेको चाहिँ माइनस लग के हो। सो के अगाडिबाट निकालिन्छ र त्यसैलाई लिएर गएर पुट गरिन्छ। यहाँ जुन एच प्लस क्यापिटल ब्राकेटभित्र ए माइनस क्यापिटल ब्राकेटभित्र र एचएको मोलार कन्सन्ट्रेसनलाई क्यापिटल ब्राकेटभित्र राखेर डिनोट गरिन्छ, जसको अर्थ हो मोलार कन्सन्ट्रेसन अफ एच प्लस ए माइनस एन्ड एचए रेस्पेक्टिभली एट इक्विलिब्रियम स्टेट एट गिभन अर कन्स्ट्यान्ट टेम्परेचर। कन्स्ट्यान्ट टेम्परेचर कन्डिसनमा इक्विलिब्रियम स्टेटमा एच प्लस ए माइनस र एचए अर्थात् पोजिटिभली चार्ज आयनको रूपमा हाइड्रोजन आयन रहन्छ भने नेगेटिभली चार्ज एनायन जेसुकै हुनसक्छ र एचए स्पेसिस आयनाइजेसनमा जाँदै गर्दाखेरि इक्विलिब्रियम स्टेटको कन्डिसनलाई सो गर्न सकिन्छ। टु एसिड्स द्याट आर ह्याभिङ हायर के भ्यालु विल ह्याभ हायर कन्सन्ट्रेसन अफ एच प्लस एन्ड विल बी मोर एसिडिक द्यान द अदर। हामीले बुझ्नुपर्ने कुरा के हो भने जुन एसिडको केको भ्यालु बढी छ त्यो एसिडले धेरै मात्रामा हाइड्रोजन आयन दिन सक्छ, कन्सन्ट्रेसन हाई हुन्छ। त्यसो भए उक्त एसिड अर्को एसिडको कम्पेरिजनमा बढी एसिडिक हुन्छ। फर्दर हायर द भ्यालु अफ के लोवर विल बी इट्स पिके। तर यदि के को भ्यालु ठुलो छ भने पिके को भ्यालु सानो आउँछ। द्याट इज द एसिडिक नेचर अफ विक एसिड इन्क्रिजेज विथ द इन्क्रिज अफ के अर विथ द डिक्रिज अफ पिके। यसको अर्थ के हो भने कुनै पनि एसिडको एसिडिक नेचर विक एसिडको केसमा चाहिँ के को भ्यालु बढ्दै जाँदा बढ्दै जान्छ भने पिके को भ्यालु घट्दै गयो भने पनि बढ्दै जान्छ। त्यसै गरी हामीले यही कन्डिसन विक बेसको लागि पनि इम्प्लिमेन्ट गर्न सक्छौँ। यदि विक बेसलाई BOH मान्ने हो भने यो एकै सोल्युसनमा आयनाइजेसन हुँदा यसले दिन्छ BOH गिभ्स राइज टु B प्लस प्लस OH माइनस। बेस हुनको लागि हाइड्रोक्साइड आयन त कम्पलसरीली हुनै पर्यो। सो KB इक्वल्स टु मोलार कन्सन्ट्रेसन अफ B प्लस मोलार कन्सन्ट्रेसन अफ OH माइनस डिभाइडेड बाई BOH हुन आउँछ। यो ल अफ मास एक्सनको बेसिसमा भयो। एन्ड PKB इज इक्वल्स टु माइनस लग केबी र पिकेबी भनेको माइनस लग केबी हुन जान्छ। जुन केबी अगाडिबाट आएको छ त्यसलाई हामीले राखेर सल्भ गर्न सक्छौँ। It shows that the strength of weak base increases with the increase of Kb or with the decrease of Pkb because increased Kb or decreased Pkb increases the concentration of OH minus in the solution. जसरी एसिडको केसमा के को भ्यालु बढ्दै जाँदा एसिडिक स्ट्रेङ्थ बढ्दै जान्थ्यो, बेसको केसमा पनि केबी को भ्यालु बढ्दै जाँदा बेसको जस्तो स्ट्रेङ्थ बढ्दै जान्छ भने यदि पिकेबी को भ्यालु चाहिँ घट्यो भने त्यस्तो अवस्थामा चाहिँ बेस फेरि पावरफुल हुन्छ। सो एसिडको जस्तै केस हामीले यहाँ इम्प्लिमेन्ट भएको पाउँदछौँ। फर अ कन्जुगेट एसिड बेस पेयर इन एक्वेस सोल्युसन, यदि कन्जुगेट एसिड बेस पेयर हो भने एक्वेस सोल्युसनमा रहँदाखेरि पिकेबी र पिके दुईटालाई जोड्दा अर्थात् पिके प्लस पिकेबी को भ्यालु चाहिँ 14 हुन्छ 25 डिग्री सेन्टिग्रेडको टेम्परेचरमा। वेन एसिड इज स्ट्रङ के इज हाई, यदि एसिड स्ट्रङ छ भने के को भ्यालु हाई हुन्छ र पिके को भ्यालु कम हुन्छ।
एन्ड देन इट्स कन्जुगेट बेस हेज हाई पिकेबी र यसको कन्जुगेट बेसको पिकेबीको भ्यालु चाहिँ फेरि बढी हुन्छ किन त 14 माइनस पिके भनेको पिकेबीसँग इक्वल हुन्छ अर लो केबी एन्ड सो द कन्जुगेट बेस इज विक अथवा लो केबीको भ्यालु छ भने त्यस्तो अवस्थामा चाहिँ हामीले के पाउँछौँ त कन्जुगेट बेस चाहिँ विक नेचरको पनि पाउन सक्छौँ रिमेम्बर स्ट्रेङ्थ अफ अल एसिड्स इन वाटर इज सेम हामीलाई यो थाहा हुनुपर्छ सबै एसिड स्ट्रङ एसिडको स्ट्रेङ्थ वाटरमा बराबर हुन्छ एन्ड बिकम इक्वल टु स्ट्रेङ्थ अफ हाइड्रोनियम आयोन विच इज कल्ड लेभलिङ इफेक्ट र प्रत्येक स्ट्रङ एसिडको स्ट्रेङ्थ वाटरमा चाहिँ मेनली हाइड्रोनियम आयोनको स्ट्रेङ्थ जति छ त्यहीसँग इक्वल हुन्छ यसको अर्थ हामीले वाटरलाई लेभलिङ इफेक्टको रूपमा यहाँ युज गर्न सक्छौँ र यो इफेक्टको कन्डिसन हो लेभलिङ इफेक्टको अर्को पोइन्ट रहेको छ कमन आयन इफेक्ट एन्ड डिग्री अफ आयनाइजेसन यो अति महत्त्वपूर्ण पोइन्ट रहेको छ हामीलाई क्लास 12मा एनइबीको इक्जाममा पनि फ्रिक्वेन्टली सोधिरहने क्वेसन कमन आयन इफेक्ट सोलिबिलिटी प्रोडक्ट प्रिन्सिपल र हामीले कसरी कमन आयन इफेक्ट र सोलिबिलिटी प्रोडक्ट प्रिन्सिपललाई विभिन्न बेसिक रेडिकलहरूको सेपरेसनमा युज गर्न सक्छौँ भन्ने टाइपको क्वेसन रहेको छ द डिग्री अफ आयनाइजेसन अफ विक इलेक्ट्रोलाइट सोल्युसन डिप्रेसेस बाई द एडिसन अफ अ स्ट्रङ इलेक्ट्रोलाइट that contains one of the ions common to the former electrolyte. This is common ion effect, and to explain the effect, consider ionization equilibrium of ammonium hydroxide solution. अब कस्तो हुन्छ भने स्ट्रङ नेचरको अथवा स्ट्रङ इलेक्ट्रोलाइटको प्रेजेन्समा विक इलेक्ट्रोलाइट जसमा एउटा आयोन स्ट्रङ इलेक्ट्रोलाइटसँग कमन रहेको हुन्छ त्यस्तो अवस्थामा चाहिँ स्ट्रङ इलेक्ट्रोलाइटले आफ्नो डोमिनेन्स सो गर्न खोज्छ हुन त बलियोले कमजोरलाई हेप्नु स्वाभाविक नै हो त्यो कुरा हामीले केमिस्ट्रीको केसमा पनि पाउँछौँ स्ट्रङ इलेक्ट्रोलाइटले विक इलेक्ट्रोलाइटको डिग्री अफ आयनाइजेसनलाई सप्रेस गरिदिन सक्छ यदि स्ट्रङ इलेक्ट्रोलाइटमा विक इलेक्ट्रोलाइटमा भएको एउटा आयोन कमन छ भने त्यो इफेक्टलाई त्यो अवस्थालाई नै हामी कमन आयन इफेक्ट भन्छौँ र कमन आयन इफेक्टको स्टडीको लागि एउटा विक इलेक्ट्रोलाइटलाई हामीले कन्सिडर गर्ने गर्दछौँ र त्यो विक इलेक्ट्रोलाइट रहेको छ अमोनियम हाइड्रोक्साइड NH4OH NH4OH 21 कन्डिसनमा रहँदा यसले NH4 प्लस 21 र OH माइनस 21 आयोन दिन सक्छ यो विक इलेक्ट्रोलाइट हो सो पार्सियली आयोनाइज्ड हुन्छ अप्लाइङ द ल अफ मास एक्सन यदि हामीले ल अफ मास एक्सन लगाउने हो भने द आयोनाइजेसन कन्स्ट्यान्ट अफ NH4OH इज एक्सप्रेस्ड एज र अमोनियम हाइड्रोक्साइडको आयोनाइजेसन कन्स्ट्यान्टलाई तल दिए अनुरूप लेख्न सक्छौँ अमोनियम हाइड्रोक्साइड एउटा बेस हो सो केबी इक्वल्स टु मोलार कन्सन्ट्रेसन अफ NH4 प्लस मल्टिप्लाइड बाई मोलार कन्सन्ट्रेसन अफ OH माइनस डिभाइडेड बाई मोलार कन्सन्ट्रेसन अफ रियाक्टेन्ट NH4OH गर्न सक्छौँ where NH4 plus and OH minus similarly NH4OH are the equilibrium molar concentration of NH4 plus OH minus and NH4OH respectively at constant temperature capital bracket भित्र दिएको टर्मले मोलार कन्सन्ट्रेसनलाई रिप्रेजेन्ट गर्छ इक्विलिब्रियम कन्डिसनमा कन्स्ट्यान्ट टेम्परेचरमा रहँदा तर when NH4Cl is added in NH4OH solution यदि हामीले NH4Cl को सोलुसन NH4OH को सोलुसनमा एड गरिदियौँ भने NH4Cl त स्ट्रङ इलेक्ट्रोलाइट हो यसले कमन आयोन दिन्छ NH4 प्लस इट प्रोभाइड्स NH4 प्लस आयोन द कमन आयोन इन द सोलुसन र कमन आयोनलाई चाहिँ सोलुसनमा दिने काम गर्छ Consequently, it increases the concentration of NH4 plus in the equilibrium mixture. जसले गर्दाखेरि इक्विलिब्रियम स्टेटमा रहने मिक्सरमा NH4 प्लस को चाहिँ ओभरअल कन्सन्ट्रेसन बढ्न जान्छ in order to keep the value of Kb of NH4OH constant, the concentration of unionized NH4OH should increase proportionately. For this purpose, some of the dissociated OH minus should recombine with NH4 plus. जब हामीले NH4Cl बाट NH4 plus आयोन सप्लाई भएको पाउँछौँ अब विक इलेक्ट्रोलाइट NH4OH को केबी को भ्यालुलाई कन्स्ट्यान्ट राख्नको लागि जुन अनआयोनाइज्ड फर्ममा रहेको NH4OH को अमाउन्ट बढ्नु पर्दछ जसको लागि रियाक्सन ब्याक जान सक्छ रियाक्सन ब्याक गइदियो भने त्यस्तो अवस्थामा NH4OH को डिसोसिएट भएर OH माइनस को फर्मेसनको रेट डिक्रिज हुन जान्छ र जति बनेको छ त्यसबाट पनि फेरि रिकम्बाइन भएर NH4 प्लस र OH माइनस को कम्बिनेसनबाट NH4OH बन्दिन सक्छ जसले गर्दा ओभरअलमा NH4 प्लस को कन्सन्ट्रेसन ब्यालेन्स्ड हुन सक्छ इट मिन्स द इक्विलिब्रियम शुड शिफ्ट टु द ब्याकवार्ड डिरेक्सन एन्ड thereby the degree of ionization of NH4OH decreases. This is common ion effect. यसको अर्थ के हो त रियाक्सन ब्याकवार्ड डिरेक्सनतिर जान्छ रियाक्सन ब्याकवार्ड डिरेक्सनमा जानु भनेको डिग्री अफ आयोनाइजेसन अफ NH4OH घट्नु हो यही इफेक्टलाई नै हामी कमन आयोन इफेक्ट भन्ने गर्दछौँ Now, usefulness of common ion effect.
कमन आयन इफेक्टलाई कहाँ कहाँ केमा प्रयोग गर्न सकिन्छ भन्ने रहेको छ। मैले यसलाई एकदम सर्ट समरीको रूपमा यहाँ समेटेको छु। यसको डिटेल हामीले पर्टिकुलरली साल्ट एनालाइसिसको बारेमा पछाडि पनि पढ्नेछौँ। सो पहिलो युज रहेको छ पिएच एडजस्टमेन्ट। पिएचलाई ब्यालेन्स गर्नको लागि, पर्टिकुलरली पिएच अफ एसिड र बेसलाई डिक्रिज गर्नको लागि डिग्री अफ आयनाइजेसनको बेसिसमा हामीले यसलाई युज गर्न सक्छौँ, अथवा अरेन्ज गर्नको लागि, सुइटेबली म्यानेज गर्नको लागि पिएच म्यानेज गर्नलाई युज गर्न सकिन्छ। सिमिलरली इन ग्राभिमेट्रिक एनालाइसिस इट इन्स्योर्स प्र्याक्टिकल्ली कम्प्लिट प्रेसिपिटेसन अफ स्प्यारिङली सोलुबल साल्ट्स लाइक सिल्भर क्लोराइड, भ्यारियम सल्फेट इन क्वान्टिटेटिभ एनालाइसिस। त्यसै गरी विभिन्न किसिमका क्वान्टिटेटिभ एनालाइसिस, क्वान्टिटी डिटरमाइन गर्ने एनालाइसिसहरू, पर्टिकुलरली ग्राभिमेट्रिक एनालाइसिसमा कम्प्लिट प्रेसिपिटेसन भएको नभएको कुराको स्टडीको लागि हामीले युज गर्न सक्छौँ कमन आयन इफेक्टलाई। Similarly, in the preparation of buffer, it is essential for the preparation of both acidic and basic buffer solutions of a desired pH. कति pH भ्यालु सहितको बफर बनाउनु पर्ने हो, त्यो बफर बनाउने क्रममा पनि हामीले कमन आयन इफेक्टलाई युज गर्न सक्छौँ। र बफर त्यस्तो सब्सटेन्स अथवा सोलुसन हो जसले सर्टेन चेन्ज इन पिएचलाई रेजिस्ट गर्न सक्छ। एसिड अथवा बेसको एडिसन हुँदै गर्दा पिएच चेन्ज हुन दिँदैन। साल्ट प्युरिफिकेसनमा पनि कमन आयन इफेक्ट युज गरिन्छ। इट एड्स इन द प्युरिफिकेसन अफ साल्ट्स सच एज अब्टेनिङ प्योर सोडियम क्लोराइड क्रिस्टल्स फ्रम एन इम्प्योर सोलुसन। जस्तो यसले साल्ट प्युरिफिकेसनमा पर्टिकुलरली प्योर फर्ममा सोडियम क्लोराइडलाई अब्टेन गर्नको लागि इम्प्योर सोलुसनबाट रोल प्ले गर्दछ। Qualitative analysis. It is applied in the separation of basic radicals into different groups during salt analysis by forming precipitates. त्यसै गरी हामीले क्वालिटेटिभ एनालाइसिसहरू जहाँ क्वान्टिटी डिटरमाइन गर्नु पर्दैन, बन्यो कि बनेन मात्रै हेर्छौँ। बेसिक रेडिकलहरूको सेपरेसन गर्न विभिन्न ग्रुपहरू रहेका हुन्छन् बेसिक रेडिकलमा, त्यसलाई हामीले कमन आयन इफेक्टको थ्रुबाट काम गरिरहेका हुन्छौँ। Thank you very much for watching till now. If you are having any suggestions regarding today's discussion, please drop the comment on comment section. Similarly, if you are interested for similar educational content, like and share my videos to your friend. Don't forget to subscribe my channel, Milan Aryal. This much for today. Bye bye.